हो उदय, तिमी त के हो यता डुलेर हिँडेछस् त भाइ? हजुर दादा। अनि घरमा चाहिँ भने अब बुवा चिन्तित देखिनुहुन्छ त। के भएर, किन र? अब के भयो भने नि तँसँग धेरै कुरा गर्नु छ। अब यो बाटोमा के गफ गर्नु, हिँड्छौँ प्रतीक्षालयमा, उतै बसेर तँसँग कुरा गरौँ छ। ल जाउँ। ल यता बस, आइज यहाँ बस ल। अनि के हो उदय भाइ, अनि तेरो बाबुले त मलाई भन्नुहुन्थ्यो नि तैँले एकदम झगडा गर्छस् रे त मोबाइलको बारेमा। किन बाबा र मम्मीलाई यस्तो दुःख दिनुभएको? के हो नि दाइ, नयाँ मोबाइल किनिदिनु भन्ने मान्नुहुन्न, पैसा छैन भन्नुहुन्छ। खालि साथीहरूसँग राम्रो राम्रो मोबाइल छ, मसँग मात्रै छैन, त्यसमा मलाई मात्रै गरिब देखाउनुहुन्छ। हेर बाबु, साथीहरूसँग ठुला ठुला र राम्रा राम्रा मोबाइल भयो भन्दैमा तिमीले पनि आमा बुवासँग कहिले पनि मोबाइल चाहियो भनेर झगडा गर्नु हुँदैन। किनभने तिमीले कहिले आमा बुवाको अवस्थालाई निहालेर हेरेका छौ? के गर्नु दाइ, मलाई त लाग्छ बुवाले मलाई माया गर्नुहुन्न। एउटा मोबाइल किनिदिने क्षमता छैन र हाम्रो। क्षमता नभएर होइन बाबु, तिमीलाई त तिम्रो बुवा आमाले क्षमतावान बनाउन खोजेको हो। तिमीलाई थाहा छ यसपालिको खरेटीले कति मकै सुकेर नष्ट भयो, र पनि तिम्रो पढाइ नबिग्रियोस् भनेर बुवा आमाले कति दुःख गरेर चाहिँ तिम्रो पढाइका लागि खर्च जुटाउँदै हुनुहुन्छ। एउटा मोबाइल किन्नेमा के बिग्रिन्छ र दाजु? धेरै बिग्रिन्छ बाबु। तिमीलाई थाहा छ तिम्रो आमाले एउटै लुगा नफेरेको कति वर्ष भयो? वर्षौँदेखि एउटै लुगालाई टालटुल गरेर लगाउनु भएको छ, र पनि तिम्रो मम्मीले तिम्रो बाबालाई नयाँ लुगा किनिदिनुहोस् भन्दा तिम्रो बाबाले अर्को साल तिमीलाई सहर पठाएर क्याम्पस पढाउनु पर्छ, पैसा बचाउनु पर्छ भन्नुभयो। तिम्रो आमाले पनि तिम्रो खुसीको लागि सबै इच्छा र आकाङ्क्षाहरू थाती राखेर हाँसी हाँसी स्वीकार्नु भएको छ। हो र दाजु, मेरो कलेजको लागि आमाले नयाँ लुगा पनि फेर्नु भएन? हो नि बाबु, तिम्रो आमा बुवाले धुलो र हिलो नभनी घाम पानी नमानी दिनरात खेतमा मेहनत गर्नु भएको छ। किन तिमीलाई थाहा छ यो कुरा? ताकि उनीहरूले जस्तो दुःख तैँले भोग्नु नपरोस् भनेर त पढेर ठुलो मान्छे बनोस्, सहरमा गएर इज्जतका साथ बसोस् भनेर तिम्रा बुवा आमाले सबै इच्छाहरू मारेर पेट काटेर तिम्रा लागि पैसा जम्मा गर्दैछन्। त भने एउटा मोबाइलको लागि आमा बुवाको मन दुखाउँछस्? आफै भन्, एउटा मोबाइल ठुलो कि आमा बुवाको पसिना र सपना ठुलो? आफै विचार गर। दाइ, मैले त यस्तो सोचेकै थिइनँ। म त यति धेरै स्वार्थी भएछु। मैले उहाँको माया नबुझी मैले धेरै सताएछु। बुझिस् नि त बाबु, यही नै ठुलो कुरो हो। मान्छे परिस्थितिले गरे भए पनि विचारले धनी हुनुपर्छ। ल बुझिहालिस्, अब गर जा आमा बुवासँग माफी माग्न है।